यो ढुङ्गा हल्लाउँदैछ त होइन यो ढुङ्गा त होइन पो रहेछ यो त त्यो उयो के इपिएस ल यो पाइप चाहिँ फेरि कहाँ लगेको त हजुर ए समुद्रको सुन अहिले त 5 तोला जति भेटायो भने त काम पुगिहाल्यो नि 15 लाखको ठ्याक्कै अनि 15 लाखमा त 5 तोला त्यो यो बालोमा त्यो गाडी पनि हुँदैन यो हो त्यहाँ मान्छे अघि हामीलाई बोलाइरहेको थियो आज ठिकै मान्छे छैन नत्र मान्छे हुन्छ होला होइन आज त नि छुट्टी सबै गाइजहरू त सबै जोत्दै छ नि यतिखेर कम्पनीमा फ्याक्ट्रीमा आज हामी चाहिँ यसरी मालिक चिन्डोलाई छोरोक फाप के भन्छ अरे तपाईँले इन्टरनेट हेर्नु भने छोरो भोलि पर्सि झन् मान्छे भिडभाड छोडेर गएको थियो त भोलिपछि त क्याम्प उयो त क्याम्प बसेको रहेछ नि त ऊ हजुर के रहेछ अरे माछा माछा नि छ र होइन प्लास्टिक हो समत हेर्नु न के त्यसले टोक्ने भएको माछै रहेछ अरे बाँचेको अरे प्लास्टिक हो त्यो चराले खाइहाल्छ नि यहाँ यत्रो भोगाइरहेछ यहीँ त्यो के भन्छ सुनामी आउने बेला त नि यस्तो त 50 तल माथिको के अरू पुरै बिल्डिङहरू के गर्दो रहेछ नि त नागेर जाँदो रहेछ यार सुनामी आउँदैन रहेछ गर्दा पहिला त यहाँ पनि आउँथ्यो नि सुनामीमा चाहिँ यो फिलिपिन्सहरू अनि इन्डोनेसियाहरू यिनीहरूको चाहिँ जापान त 1 नम्बरै भइहाल्यो भूकम्पको देश यो दाउराको टुक्रो ल गाइजहरू हामी चाहिँ आज यता घुम्न आएका छौँ